परीको कुरा धौली फुला डाँडै परीको कुरा धौली फुला डाँडै वरिको बासना डाँडै वरिको बासना पेर बासना टपक्कै टिपी पेर बासना टपक्कै टिपी लैजाऊ ए हरि भगवान लैजाऊ ए हरि भगवान लैजाऊ ए हरि भगवान। बागलुङको यो सोरथी भाका यति बेला हामी यो बागलुङदेखि हामी धुन माटो परिवार यति बेला इन्द्रेणी मा आएर हामी देउसी भैलोमा प्रस्तुत भइरहेका छौँ। अत्यन्तै सुमधुर आवाजबाट हाम्रो ठेकेन्द्र बोहराज्यूले यो सोरथीलाई प्रस्तुत गरिदिनु भयो। यहाँको लागि पनि जोरदार ताली र सम्पूर्ण कलाकार साथीहरूले छोपेर साथ दिनुभयो। सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी यो धुन माटोको संस्थापकको रूपमा म आफै दुर्गा बिराई रहेको छु भने यो धुन माटोलाई साथ सपोर्ट गर्नुहुने व्यक्तित्वहरू अमेरिकादेखि जापानदेखि कोरियादेखि विभिन्न विदेश र विभिन्न जिल्लादेखि यति बेला हामीसँग जोडिनु भएको छ। विशेष गरी हामी यो धुन र माटोको कम्युनिकेसन मिलाएर धुनबाट सांस्कृतिक रूपमा अझै हामी जति मौलिक चिजहरू अहिले हराइरहेका छन् त्यसलाई हामी पुनः जीवित गर्ने प्रयासमा छौँ भने माटोबाट हामी नेपाली माटोमा उत्पादन भएका चिजहरूलाई हामी विश्व बजारीकरण गर्ने जुन लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ। यसको लागि हामी सधैँ इन्द्रेणीप्रति हामी विभिन्न माध्यमबाट विभिन्न कुराका अपेक्षा गर्नेछौँ। हिजोको दिनमा हामी सबै र स्वयं म पनि अशक्त रहिरहँदा दुःख पीडामा रहिरहँदा स्वयं आदरणीय कृष्ण गौडेल दाजुले व्यक्तिगत रूपमा होस् संस्थागत रूपमा होस् दुर्गा बिराईलाई साथ सपोर्ट दिँदै आउनु भएको छ र भोलिका दिनमा पनि यहाँले हामीलाई त्यसरी नै साथ सपोर्ट दिनुहुनेछ। सिङ्गो दुखी पीडितहरूलाई चाहिँ साथ सपोर्ट दिँदै आउनु भएको छ। फेरि पनि कृष्ण दाजुको लागि एकचोटि जोरदार तालीले सम्मान व्यक्त गर्न चाहन्छौँ र विशेष गरी हाम्रो संस्थाका सल्लाहकार मनिसन थापाज्यूलाई पनि फेरि पनि एकचोटि जोरदार तालीले सम्मान व्यक्त गर्न चाहन्छौँ। विभिन्न ठाउँमा यो देउसी भैलोलाई चाहिँ कोर्डिनेसन गरेर यहाँसम्म पनि आइपुग्ने वातावरण तय गर्नुभएको छ। यसको लागि धन्यवाद व्यक्त गर्दै र यति बेला यहाँ आइरहँदा अग्रज व्यक्तित्व सम्मानित व्यक्तित्व यसै इन्द्रेणीका सञ्चालक आदरणीय कृष्ण कजल दाजुबाट हामी केही दुई शब्द पनि हामी सुन्ने अपेक्षा गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद छ दुर्गा बिराही ज्यू। धुन र माटो, धुन यही माटोका धुनहरू माटो उत्पादनका लागि उर्वरशील माटो, धुन र माटोलाई प्रवर्धन संरक्षण र यसको उत्थानका लागि र यसको उपयोगका लागि तपाईँहरू जुन एउटा संस्था खोल्नु भएको छ त्यसका लागि इन्द्रेणीको हार्दिक हार्दिक सम्मान छ। आज यहाँहरूले छोटो प्रस्तुतिका लागि आउनु भएको छ। शर्मिला विशी दोहोरीको आफैमा खुङ्खार गायिका हुनुहुन्छ। उहाँ त युके पनि 4 चोटि गइसक्नु भएको छ। यहाँलाई हार्दिक सम्मान छ। अब टेकेन्द्रको पालो युके हो जस्तो लाग्छ। अब दुर्गा बिराईलाई नलानी को होला थाहा नपारो अहिलेसम्म। यसलाई पनि धेरै धन्यवाद छ। धुन माटो परिवार देशव्यापी होस् विश्वव्यापी होस्। म थोरै यो धुन माटोको बारेमा र धुन माटोले गर्न खोजेका कुरा संक्षिप्तमा राख्न चाहन्छु। यस्तै मारुनी नृत्य जस्ता अनि कौडा अनि त्यसै गरी धिमे नाच अनि त्यसै गरी मयूर नाच जस्ता पूर्व पश्चिममा रहेका धेरै कला संस्कृतिहरूलाई हामीले हाम्रो धुन माटोबाट प्रशिक्षण बनाएर अनि हामीले विश्व बजारमा लैजाने कोसिस गरेका छौँ। अवश्य पनि यसको लागि तपाईँहरूको साथ माया रहनेछ भन्ने अपेक्षा गर्दै अब पनि हामी यो बीचमा थोरै दुई शब्दको लागि आदरणीय हाम्रो रमेश परसाई सरलाई केही राखिदिन अनुरोध गर्दै उहाँको लागि जोरदार तालीले हामी स्वागत गर्न चाहन्छौँ। धुन माटो परिवारलाई आज इन्द्रेणीमा यो कार्यक्रम लिएर आउनु भएकोमा विशेष धन्यवाद छ। वास्तवमा धुन माटो भाषा संस्कृति यो हाम्रो कस्तो किसिमको पहिचान हो भने यो नेपाली रमेश प्रसाई र अरबी रेहमत पार्सीमा के फरक छ अथवा नेपालको रमेश प्रसाई र अमेरिकाको रेमन्ड पिटर्समा के फरक छ। र बढी उठ्यो पिपी तिरै गयो रमेश प्रसाई र रेमन्ड पिटर।
तर हामी दुईटाको बिचमा भएको फरक चाहिँ के हो भने यही भाषा, यही संस्कृति, यही धुन, यही माटो, यही फरक हो। हामीले आफ्नो रीति संस्कृति चिनेका छैनौँ। यस सन्दर्भमा समाजलाई ऐना देखाउने यो जुन महान काम तपाईँहरूले गरिरहनु भएको छ, म धुन माटो परिवार र तपाईँहरू जस्ता तमाम कलाकारहरूलाई यो इन्द्रेणीको पावन मन्दिरबाट नमन गर्न चाहन्छु, सम्मान टक्राउन चाहन्छु। यहाँहरूलाई सफलताको शुभकामना। धन्यवाद। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु आदरणीय रमेश प्रसाई सरलाई। हाम्रो टेकेन्द्र सरले आज सोरथी गाइदिनु भयो धुन माटो भैलोमा, र यहाँले पनि केही आफ्ना 2 शब्द राखिदिनु हुनको लागि स्वागत गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। धुन माटो हाम्रो यो दुर्गा बिराई सरले सिर्जना गर्नुभएको एउटा संस्था। हाम्रो यो कार्यक्रम सफल होस्, हजुरको जुन उद्देश्य यो धुन माटो हामी सँगै छौँ, सफल होस् भन्ने पनि चाहन्छु। आज यस धुन माटो नेपालको आफ्नो पहिचान र छुट्टै एउटा मौलिकतामा जुन नृत्य प्रदर्शनदेखि लिएर सबै गर्नुभएको छ, यो चाहिँ किनभने हामी सम्पूर्ण नेपालीहरूले चाहिँ उहाँहरूको जुन एउटा कला र संस्कार संस्कृति, विशेष गरी हाम्रो रमेशजीले भनिसक्नु भयो, आदरण दाई कृष्ण कर्ण दाईले धेरै विषयमा भनिसक्नु भएको छ। म चाहिँ छोटो के भन्छ भने हामी सबैले आफ्नो रहेको जुन मौलिक कल्चरलाई चाहिँ यसलाई चाहिँ विकास गर्दै जानुपर्छ र हामी सबैले माया गर्नुपर्छ भनेर उहाँहरूको अभियानलाई चाहिँ सफल बनाउन हामी सम्पूर्णलाई म अनुरोध गर्छु।